नमस्ते कङ्ग्रेचुलेसन्स टिम नेपाल व्हाट अ परफर्मेन्स एउटा कुरा के भन्न मन लाग्यो मलाई भन्दाखेरि जापान अबको केही वर्षमा एउटा राम्रो क्रिकेट टिमको रूपमा अगाडि बढ्नेछ नो डाउट 97-2 तर सिरिज भरि वी बीन बॉलिङ रियली वेल त्योभन्दा अगाडि वेस्ट इन्डिजसँग अस्ट्रेलियाको सिरिजमा पनि वी बीन बॉलिङ रियली वेल त्यसैले वेल बोल्ड बोइज आई एम रियली ह्याप्पी फर एकजना गुलसन झा म जहिले पनि गुलसन झालाई एज अ बलरको रूपमा हेर्न चाहन्छु पनि अबको दिनहरुमा यस ही इज ब्याटिङ रियली वेल त्यो प्लस पोइन्ट हो गुड टु सी गुलसन झा को हातमा बल र त्यो पेस वेल डन म्यान अफ द म्याच हिजो पनि योभन्दा अगाडिको म्याचमा त्यस्तो धमाकेदार इनिङ्स तपाईहरु सबैले मलाई क्वेशन गर्नु भएको थियो कि तैले तेरो लाइनअपमा गुलसन झालाई राखेको थिइनस् भनेर त्यसको कारण के थियो भन्दाखेरि गुलसन झाले अस्ट्रेलियाको सिरिजमा पनि बोलिङ गरेका थिएनन् वेस्ट इन्डिजको सिरिजमा पनि बोलिङ गरेका थिएनन् कारण के थियो भन्दाखेरि ही वाज इन्जर्ड त्यसैले आदिल वाज मेकिङ अ गुड कमब्याक राम्रो परफर्म गरिरहेको थिए एज अ ब्याटर एज अ बलर एज अ अलराउन्डर गुलसन झालाई रिप्लेस गर्ने एकजना मात्रै थिए त्यो थिए आदिल त्यसैले मैले आदिलको नाम राखेको थिएँ तर गुलसन झा प्रुभड मी रङ वेल डन ब्याटिङ लाइनअपमा एकजना मात्रै खेलाडीको मलाई चिन्ता लागेको छ त्यो हो कुशल मल्ल यत्रो अपर्च्युनिटिजहरु पाइरहेका छन् त्यसलाई उनले क्याश गर्न सकेका छैनन् आई वान्ट टु सी अबको युएई सँगको म्याचमा सुपर 6 मा कि कुशल मल्ल त्यो प्लेइङ 11 मा पर्छन् कि पर्दैनन् आई वान्ट टु सी व्हाट स्टुअर्ट ल और क्याप्टन रोहित कुमार पौडेल विल डू अबको म्याचेसहरु एकदम टफ छन् तर द वे वी आर प्लेइङ क्रिकेट हामीलाई वर्ल्ड कप पुग्न कसैले पनि रोक्न सक्दैन त्यसैले वेल डन टिम नेपाल वेल क्याप्टन रोहित कुमार पौडेलको बारेमा एउटा कुरा भन्न चाहन्छु म विगतका दुईटा सिरिजमा उनको क्याप्टेन्सी अब्बल दर्जाको रहेको छ वेल डन कीप इट अप यस्तै नै हुनुपर्छ अबको आउने म्याचेसहरुको लागि अल द बेस्ट म आज गाडीमा छु म आज बाहिर छु अर्को म्याचेसहरुको म एनालाइसिसहरु यसो म्याचको बारेमा कुरा आफ्नै घरको स्टुडियोमा गर्ने छु म जहिले पनि भन्छु जय खेल जय खेलाडी नमस्ते